लु भयो भएन यस्तो अनि कसरी बोल्नु त्यो लु ल हेलो साथीहरू, आज चाहिँ हामी मोमो खान लागेको। चिसो चिसो मौसममा तातो तातो मोमो खानुको मजै अर्को हुन्छ। त्यही भएर हाम्रो किमा चाहिँ यहाँ रेडी भइसकेको छ। अझै मम्मीले अरू चाहिँ के गर्ने साथीहरू पिकनिक जान्छन्, मोमो खान्छन्, रोस्टा खान्छन्, हरेक खान्छन् साथीहरू। हामी चाहिँ दुईवटा सासूबारी छौँ, घरैमै खानु पर्ला नि जाडोमा तातो मोमो पकाएर। कि कसो त साथीहरू? ल साथीहरू, मैले चाहिँ मोमो स्टार्ट बनाउन भइसकेको सुरु गरेँ। अब खासै राम्रो त बनाउनु जान्दिनँ, त्यही पनि काम चलाऊ सरकार। अलिक कसेर बोल्न। खासै राम्रो चाहिँ बनाउन जान्दिनँ साथीहरू, अनि यसो काम चलाऊ सरकार चाहिँ हुन्छ घरको लागि। मैले यहाँ तेल हाल्न बिर्सेछु, तेल छिटाउनु हाल्नु यसो गर्नु पर्यो। आज भाडा चाहिँ साथीहरू नयाँ भाडा हो, भाडा किनेर ल्याएको उद्घाटन। हामीले, त्यही भएर उद्घाटन गरेको क्या साथीहरू मोमोको भाडा। तेल किन हाल्नुभएको मामा टाँसिँदैन नि त। तेल हाल्यो भने तेल रोकिन अन गर्यो, बन्द गर।